हेलो गुड मर्निङ शुभ बिहानी यो चाहिँ आजको मर्निङ वाक चाहिँ हामी चाँगु नारायण मन्दिरमा जाँदैछौँ। यो चाहिँ दुवाकोटबाट आउने जुन चाँगु नारायणको जुन हामी दुवाकोटबाट आउने जुन स्टेसनबाट चाहिँ स्टार्टिङ छ। यो पोइन्ट सुरु हुनुभन्दा अगाडि पनि यस प्रकारको मन्दिरहरू छन्। हाम्रो साथीहरू पनि आउँदैछन्। सम्पूर्ण जनसमुदाय, सम्पूर्ण महानुभाव, आमा बुवा दिदीबहिनीहरू पनि यस चाँगु नारायण नगरपालिका चाहिँ वडा नम्बर 4 मा पर्छ यो चाँगु नारायण मन्दिर। यसको दर्शन गरेर तपाईँहरू पनि पाल्नु होला। यस मन्दिर पुग्नुभन्दा अगावै यसरी छन् यहाँका विभिन्न सिनहरू हुन्। यिनीहरू यहाँ स्पोर्ट स्थल पनि हो। यहाँ यो ठाउँमा वर्षको एकचोटि चाहिँ एउटा मेला हुने गर्छन्। ओ छिटो हिँड है। अहिले साथीहरू थाकेको अवस्था, जोस गर्छन् तर के गर्नु, साथीहरूलाई एक्सर्साइजको अलिक कमी भएको छ। एकजना साथी चाहिँ यस तेर्सो गयो भने त झन् ढिलो हुन्छ नि। ल मिल्छ क्या। ल हेरौँ न त, ट्राई गरौँ। ओके यस ट्राई। धन्यवाद च्यालेन्ज गर्नुभएकोमा। अब म चाहिँ यसको खुट्किला नछोडिकन जाँदैछौँ र हाम्रा अर्को टिम परिवार नानीहरू चाहिँ साइडबाट जाँदैछौँ। अलि यो उकालो भएर
धेरै उकालो छ यो। स्वस्थ रहौँ, खुसी रहौँ भने चाहिँ जान मर्निङ वाक। त्यस्तो पनि मैले धेरै देखेँ। यो कालो खुड्किलोबाट आएको र अन्य लामो बाटोबाट आएको अझै पनि आइपुगेको छैन। यसरी स्टेपको स्टेपमा छन् यहाँका। पनि एक देउता हो, यसमा पनि अब यहाँ छिर्न भित्र जाने। यहाँ चाहिँ यहाँका स्थानीय धारा हुन्। अब चाँगुनारायण नगरपालिकाका मन्दिर क्षेत्रमा का आसपास आइपुगे। यो चाहिँ हाम्रो द्वारकोटबाट आउने द्वार हो। सिँढी मन्दिर आउने सिँढीको अन्तिम खुड्किलोहरू हुन्। अब हामी केही समयमै केही मिनेटमै हामी मन्दिरभित्र प्रवेश गर्नेछौँ। चाँगुनारायण मन्दिरै हो हाम्रो।
चाडनारायण मन्दिर good morning, good morning, good morning. चाडनारायण मन्दिरको मूल ढोका हो। तपाईहरु पनि आउनु होला चाडनारायण मन्दिरमा। एउटा यहाँ यस मन्दिरमा आफ्नो विभिन्न चिजहरू आफूले माग गर्यो भने विभिन्न चिजहरू एकदम थाप हुन्छ भन्छन्। त्यसै गरेर चाडनारायण मन्दिर एक धर्मस्थल मात्रै नभएर पर्यटकीय क्षेत्र पनि हो। आजलाई यही समाप्त पार्छु। हस्, शुभ बिहानी।